हेलो गाइज वेलकम बैक अगेन। स्वागत छ तपाईलाई मेरो युट्युब च्यानलमा। आज भने म मिरिक आइरहेको छु हो। तपाईलाई अब मिरिकको नजर देखाउनु गइरहेको छु। हेर्नुहोस् यस्तो छ ल मिरिक चाहिँ। कतिजना आउनु भएको छ थाहा छ, भिजिट गरेको छ, कति आएर हैन, कति नआउने त आउनु सक्नुहुन्छ हैन। तर पनि अब भिडियो सानो बनाउँछु तपाईहरुलाई। हेर्नुहोस् ल यस्तो छ, हेर्नुहोस् यी मिरिकको नजारा कस्तो दामी भएको छ अहिले झन्। हेर्नुहोस् न यस्तो भएको छ, क्या दामी छ नि। परसम्म पर देख्दा पुल हो त्यो चाहिँ हो। घोडाहरू पनि हुन्छ नि, यस्तो घोडाहरू पनि छ हो। यस्तो चाहिँ दामी छ मिरिक, सबै मिरिकै देख्छ एउटा चाहिँ। त्यो कृष्णनगर साइडपट्टि हो होइन, यताबाट देख्छ दामी। को भिडियो बनाएको त अपडेट भएको। हेर्नु यस्तो भएको छ अहिले हो। हेर्नु नि खोलामा क्या दामी घोडा पनि बसिरहेको छ। घोडा क्या दामी बसिरहेको छ हो। घोडा आइसक्यो होइन। बिजनेस मान्छे यस्तो छ पुरा हो। आज पुरा टुरिस्ट आइरहेको छ हो। यस्तो देख्छ नि यहाँबाट चाहिँ ब्रिजबाट हेलो यस्तो छ। यहाँ चाहिँ हेर्नुहोस् हेर्नु फ्ल्याग कस्तो ठुलो छ यहाँनिर। यो सबै यहाँ देख्दा तपाईँले कृष्णनगर हो। सबै परसम्म हेर्नु सक्नुहुन्छ हो। यस्तो बोटहरू हो, बोटहरू सबै एभाइलेबल छ आइने मिरिकतिर हो। टाटा र मेरो भिडियो हेर्नु छ भने आउनुहोस् होला मिरिक भिजिट गर्ने एकपल्ट हो। यस्तो चाहिँ नाउहरू पनि छ हो पाइटरवाला, मजाको छ। हेर्नुहोस् न हेर्नु घोडामा यस्तो कस्तो ठुलो त्यो सबै कृष्णनगरको भ्यू यस्तो छ हो। अपडेट धेरै डेभलप भइसकेको छ हो। म धेरै दिन बाद आएको, महिना बाद। तपाईहरु मिरिक आउनु भयो भने यस्तो पनि भिजिट गर्न सक्नुहुन्छ। हेर्नु सक्नुहुन्छ यहाँ यस्तोहरू बनेको छ हो। फुल हेर्नु एकदम फुलिरहेको छ हेर्नु। यहाँनिर म क्या रमाइलो भइरहेको छ नि। यहाँ जाने हेर्नु नि कस्तो लाग्दो फुल छ। कति छ है सानो सानो माछा हेर्नु नि। मुरा दिएपछि यसरी आउँछ माछा हेर्नु मिरिक झिलमा। यस्तो छ पुरा छन् माछा हेर्नु न। मेरो भिडियो कस्तो लाग्छ लाइक एन्ड सेयर अनि सब्सक्राइब गरिदिनुहोस् होला होइन। आउने दिनमा राम्रो राम्रो भिडियोहरू बनाउँदै जान्छु हो। सपोर्ट गरिदिनुहोस् होला गाइस।